न्यूज टेलिभिजनमा जन सवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजोलपा नमस्कार अनि अभिवादन। आजको जनसवाल कार्यक्रममा हामीले नेपाल सम्बत, तिहार र महपूजामा केन्द्रित भएर कुराकानी गर्नेछौँ। कुराकानीको लागि अतिथिको रूपमा हामीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक संस्कृतिविद निर्मला पोखरेल नेउपानेलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। निर्मलाजी, सबभन्दा पहिला तपाईँलाई कार्यक्रममा स्वागत, जोजोलपा नमस्कार छ। धन्यवाद मेरो तर्फबाट पनि। अहिलेको अवस्थामा नेपाल सम्बतको विषयमा सबभन्दा बढी चर्चाको यो समय नेपाल सम्बतको नयाँ वर्ष 1138 को उपलक्ष्यमा तपाईँलाई शुभकामना दिन चाहन्छु र यो टेलिभिजन हेरेर बसिराख्नुभएका सबैलाई पनि शुभकामना दिन चाहन्छौँ। कुराकानी यो नेपाल सम्बतकै विषयबाट सुरु गरौँ। नेपाल सम्बत जुन अहिले राज्यले राष्ट्रिय सम्बतको रूपमा मान्यता दिएको छ, यो सम्बत वास्तवमा नेवार समुदायले राष्ट्रिय सम्बतको रूपमा मान्यता दिनुपर्छ भनेर आन्दोलनको रूपमा, अभियानको रूपमा सुरु गरेको 38 वर्ष आज आइपुग्दाखेरि राष्ट्रिय सम्बतको मान्यता प्राप्त भएको छ। तपाईँ एकजना संस्कृतिविदको पनि हिसाबले हेर्दाखेरि यो नेपाल सम्बतको महत्त्वलाई कसरी बुझ्नुभएको छ? नेपाल सम्बत चाहिँ संस्कृतिको आँखाबाट हेर्दाखेरि यहाँको आफ्नो मौलिक अरू वाद्यवादन, अरू वास्तुकला, चित्रकला, मूर्तिकला जस्तै जे जति संस्कृतिका विधाहरू छन् त्यो विधामध्येको एउटा विधा यही देशमा जन्मिएको, हुर्किएको, यो आफ्नोपन बोकेको र नेपाल सम्बत मात्रै नभइकन नेपाली सम्बत पनि नाम रहेको नेपालको आफ्नो सम्बत जस्तो लाग्छ मलाई चाहिँ। यो जुन सम्बत चाहिँ अहिले नेवार समुदायले यसलाई चाहिँ अगाडि ल्याइरहेको छ, यो मुद्दागत रूपमा अगाडि ल्याइएको, राज्यले पनि मान्यता दिइसकेको अवस्था राष्ट्रिय सम्बतको रूपमा, अब यसलाई व्यावहारिक रूपमा प्रयोग गर्नुको लागि के गर्नु पर्ला, राज्यले के भूमिका खेल्नुपर्ने, अहिलेको अवस्थामा यो प्रतिष्ठानको कुरा, अध्ययन अनुसन्धानको कुरा पनि आइरहेका छन्, तपाईँलाई कस्तो लाग्छ? यो नेपाल सम्बतको अझै अनुसन्धान हुन बाँकी नै छ। अहिलेसम्म हामीले यो थाहा पाए अनुसार चाहिँ वंशावलीको आधारलाई लिएर यसको चाहिँ सुरुवात भएको कुरा, यसको सुरुवातकर्ता, प्रवर्तनकर्ताको नाम उल्लेख भएको छ। अझै पनि यसलाई प्रामाणिक गरेर बोल्नको लागि र ऐतिहासिक प्रमाणलाई दिएर अगाडि सार्नको लागि चाहिँ अनुसन्धान हुनुपर्ने खाँचो छ। र यो कस्तो भइदियो भनेदेखि अहिले यो खालि नेवार समुदायको मात्रै र उनीहरूले मात्रै एउटा संरक्षण गर्दै लगेको र आफ्नोत्व र आफ्नोपन महसुस गरेको यो सम्बतमाथि जस्तो देखिन्छ। तर वास्तवमा त्यस्तो किसिमको होइन। यो सम्बत चाहिँ नेपालीको साझा सम्बत हो, किनभने यो न कसैको कुनै राजाको नाममा रहेको छ, न कुनै यो देवताको नाममा रहेको छ। यो नेपालको नाममा रहेको नेपाल सम्बत, नेपाली सम्बत नेपालीको साझा सम्बत हो र राष्ट्रले यो नेपालीको साझा सम्बत सम्झेर यसको अझै अनुसन्धान गर्नु, यसको उन्नति, प्रगति अनि यसको चाहिँ यसलाई कसरी व्यवहारमा अझ बढी ल्याउन सकिन्छ भन्नेतिर खोजी गर्नु र यसको लागि प्रयत्न गर्नु एकदमै जरुरी भइसकेको छ। जरुरी मात्रै होइन, ढिला नै भइसकेको जस्तो महसुस हुन्छ मलाई। नेपाल सम्बतका प्रवर्तक शङ्करदर साखवा उहाँलाई पनि राष्ट्रिय विभूति राज्यले मान्यता दिइसकेको अवस्था छ। यो राष्ट्रिय विभूति शङ्करदर साखवा र नेपाल सम्बतसँग जोडिएर हेर्दाखेरि इतिहासमा के कस्तो कुरा पाउनुभएको छ, अहिलेसम्म प्रमाणित हिसाबले चाहिँ हामीले के दाबी गर्न सकिने अवस्था छ, विगतमा यो सम्बतको प्रयोगको सवालमा बताइदिनुहोस् न। यस्तो छ, यो सम्बतको बारेमा वंशावलीमा मात्रै छ, अभिलेखहरू प्राप्त भएको छैन। जस्तो चाहिँ यसमा के लेखेको छ भनेदेखि शङ्खधर कृत सम्बत भनेर लेखेको छ। त्यसमा शङ्खधरद्वारा यसलाई चाहिँ प्रतिपादन गरिएको भन्ने स्पष्ट छ अभिलेखमा नभए तापनि वंशावलीमा यो देखिएको छ। र यो कुन समयमा राघवदेव राजाको पालामा चाहिँ यो कार्य भएको हो। तर यसको चाहिँ प्रवर्तनकर्ता चाहिँ शङ्खधर साखवा नै हुन् भनेर वंशावलीले भन्यो, अभिलेख भेटिएको छैन। यस्तो अवस्था छ। अब यसको सुरुवात त विक्रम सम्वत 936 मा भएको हो।
त्यति बेला चाहिँ शक सम्वत 801 थियो शक सम्वत चाहिँ। र त्यो बेलादेखि अब पछिसम्म यो कन्टिन्युस लागु हुँदै हुँदै र त्यो बेलाको अलिकति इतिहास पनि सम्झिनु जरुरी छ। यो मध्यकालको कुरा हो, विक्रम सम्वत 937 भनेको मध्यकालमा पनि पूर्व मध्यकाल र उत्तर मध्यकाल जुन छ त्यसमध्येमा पूर्व मध्यकाललाई अलिकति चाहिँ जानकारी नभएको अन्धकारको युग पनि भनिन्छ। त्यो समयको कुरा भएको हुनाले यसमा अझै खोजी हुन चाहिँ बाँकी छ। तर पनि यसमा अब शङ्खधर शाखा कृत भनेर स्पष्ट भएको कारणले गर्दाखेरि यो उनले नै प्रवर्धन गरेको भन्ने चाहिँ स्पष्ट देखिँदै पनि यसको अझ खोजी हुन बाँकी जस्तो चाहिँ देखिन्छ, किनभने अरू प्रमाणहरू पाइएका छैनन्। यसको लागि के गर्नुपर्छ? अब चाहिँ नेवार समुदायले यो अभियन्ताहरूले के भनिरहेका छन् भने राज्यको तर्फबाट प्रतिष्ठान गठन गर्नुपर्छ, अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने कुरा ल्याइरहेका छन्। तपाईँको विचारमा के प्रतिष्ठान गठन गरेर यो अध्ययन अनुसन्धान गर्दाखेरि त्यसले चाहिँ राम्रो रिजल्ट आउने अवस्था देखिन्छ? जस्तो चाहिँ अध्ययन अनुसन्धान हुन त यसको ठाउँ छ नि त। यो त प्रारम्भिक तहमा पो वंशावलीमा यसरी देखिएको छ त। अझ यसलाई चाहिँ कतै अभिलेख पनि छोडिएको छ कि कतै, होइन? यो किसिमको अरू प्रमाणहरू पनि जुटाउन सक्यो भनेदेखि अझ यो बढी आधिकारिक हुन्छ। कसैले शङ्का गर्ने ठाउँ, कसैले चाहिँ यस सम्बन्धी शङ्खधर शाखा नै पात्र थिए कि थिएनन् भन्नेसम्मको सवाल छ यहाँ। त्यतिसम्म त्यो सवाल उठाउनै नदिनको लागि चाहिँ अब दोस्रो चरणको अनुसन्धान हुन पनि बाँकी छ। यसमा हुनुपर्छ। यो अब कुन हिसाबले हुन्छ, यसलाई चाहिँ राज्यले यसलाई कुन तरिकाले लान सक्छ? जस्तो चाहिँ एउटा संस्थान नै गरेर प्रतिष्ठान नै खोलेर अथवा एउटा रिसर्च कमिटी नै बनाएर यसलाई अझै गर्नुपर्ने ठाउँहरू त देखिन्छ। यो नेपाल नामबाटै स्थापना भएको सर्वसाधारण शङ्खधर शाखाले प्रवर्धन गरेको सम्बत भनेर नेपालीहरूले गौरव गर्छन्। विशेष गरी नेवार समुदायले यो मुद्दा उठाउँदै आइरहेको छ। नेवार समुदायले नेपाल सम्बतको मुद्दा उठाइरहँदाखेरि नेपालका अन्य समुदायहरू, अन्य भाषाभाषीदेखि लिएर समुदायहरू चाहिँ ले आफ्नो भनेर चाहिँ महसुस गर्न सकिरहेको छैन कि भन्ने ढङ्गको प्रश्न पनि खडा भएका छन्। तपाईँलाई कस्तो लाग्छ कि नेवार समुदायले यो अपनाएको, आफ्नो भनेर स्वीकार गरेको, आफ्नो भनेर अगाडि लगिएको कारणले उनले अरूलाई चाहिँ अप्ठ्यारो भएको मान्न सकिन्छ कि कस्तो? त्यस्तो पनि होइन। कस्तो हो भनेदेखि यो सुरुवात भइसकेपछि यो नेपाल सँगसँगै उत्पत्ति भएको यो नेपाल सम्बत चाहिँ होइन, त्यो चाहिँ भन्न मिल्दैन। नेपालको उत्पत्ति त नेपाल शब्दको उत्पत्ति चाहिँ योभन्दा धेरै नै पुरानो प्रामाणिक भइसकेको छ। अब कौटिल्यको अर्थशास्त्रमा नेपाल शब्द आइसकेको छ, होइन? अनि त्यसपछि आएर यो अथर्ववेदमा नै नेपालको कुरा आइसकेको छ। अनि लगातार नेपाल शब्द त आएको आएछ। यो चाहिँ ज्यादै पुरानो हो नेपाल शब्द चाहिँ। तर नेपाल सम्बत पनि कमसेकम नेपाल जत्तिकै पुरानो नभए तापनि, नेपाल शब्द जत्तिकै पुरानो नभए पनि पुरानो मध्येकै एउटा मानिन्छ। अब नेवार समुदायले कस्तो भयो भनेदेखि यसलाई मान्दै आएपछि नेवार समुदायले पनि यो आफ्नै हो जस्तो ठानेर झन् माया गर्न थाल्यो। अनि यसैमा डुब्यो, यसै सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थाल्यो। यस्तो हिसाबमा आफसे आफ त्यतातिर ढल्क्यो। माया प्रेम बढी पाएपछि अटोमेटिकल्ली त्यता ढल्क्यो। अब त्यस्तो अवस्थामा अरू समुदाय पनि चुपचाप लागेर बसे। चुपचाप लाग्न जरुरी थिएन, यो सबैको हो नि त, यो त साझा हो नि। यो अरूले पनि चासो राखेर यसमा अगाडि बढ्नु पर्यो। नेवार समुदायले पनि यसलाई अरूको पनि हो, हाम्रो हो, यो मेरो, यो समुदायको मात्रै होइन, यो हाम्रो हो भावनाले अगाडि बढ्नु पर्यो। यसो भयो भने अझ यसमाथि चाहिँ न्याय हुन्छ कि यो नेपाल सम्बतमाथि यसको अझ बढी खोज तलास हुन्छ। एउटा मात्रै समुदाय लाग्नु र सम्पूर्ण राष्ट्र नै लाग्नु, सम्पूर्ण अब अरू पनि समुदायहरू लाग्नु भनेपछि त त्यो कुराले त छिट्टो अनुसन्धानको रूप लिन सक्छ नि त। त्यसो गर्नमा नै चाहिँ यसको चाहिँ कल्याण पनि छ र हो पनि, किनभने नेवार समुदायको मात्रै चाहिँ नेपाल सम्बत होइन, किन माया प्रेम उता भइरहेछ। नेवार समुदायले के सुझाव दिनुहुन्छ त? अब यो सबैको हो भनेर चाहिँ महसुस गराउनको लागि, सहभागिता गराउनको लागि के गर्नु पर्ला त? यो जुन अभियन्ताको रूपमा अगाडि बढिरहेका नेतृत्वकर्तालाई के सुझाव दिनुहुन्छ तपाईँ? यस्तो गर्नुपर्छ, कोअर्डिनेसन गर्नुपर्छ अरू समुदायसँग पनि। हाम्रो मात्रै होइन, के अरे, यो नेवार समुदायको मात्रै होइन, हामी सबै नेपालीको हो यो। किनभने नेपाल सम्बत, नेपाली सम्बत पनि भनिन्छ। यस्तो नाममा रहेको यो त एउटा गौरवको विषय हो नि। यो त एउटा सम्पत्ति हो नि। चित्रकला, वास्तुकला, नृत्यकला, मूर्तिकला जस्तै यो एउटा संस्कृतिको विधा हो, सम्पत्ति हो। यो सम्पत्ति सबैको साझा हो।
र यो साझा सम्पत्तिलाई नेवार समुदायले पनि बुझ्नुपर्छ। किनभने यो हिजोसम्म अब आफ्नो हिसाबले माया गर्दै गरेको चिजलाई मेरै हो जस्तो त लाग्छ, तर अब हाम्रो हो भन्ने मानसिकतामा नेवार समुदाय पनि अगाडि बढ्नु पर्यो र अरू समुदाय पनि यो हाम्रो पनि हो, नेपालीको हो भनेर चासो राख्नु पर्यो। यो नेवार समुदायको मात्रै हो भन्ने हिसाबले त्यता व्यवस्था गर्ने, अझ उल्टो त्यसप्रति चाहिँ अलिकति नकारात्मकै पो राख्न खोज्ने यो किसिमको चाहिँ गलत हो र बिस्तारै यो त्यसै यो बिना आधारमा त्यसै यो डिभिजन भएर गइरहेछ। आधारै छैन, आधार चाहिँ नेपालीको हो, यो सबको साझा हो, यो मूल आधार चाहिँ त्यो हो। ढल्किँदै ढल्किँदै माया प्रेमले उतैतिर गइसक्यो। अब फेरि अरू समुदायले नि माया त गर्नु पर्यो नि त, त्यो मेरो हो भनेर। अनि त्यो नेवारी समुदायले पनि अरूको पनि हो भनेर साझा सबले मिलेर चाहिँ यसको अनुसन्धान गर्ने, त्यसमा राष्ट्रलाई अझ चाहिँ जागृत गराउने, अझ घचघच्याउने काममा सबै नेपाली लाग्नुपर्छ। किनकि यो मौलिक हो नि, नेपालको एउटा मौलिकको कुरा हो नि यो। त्यस कारणले गर्दाखेरि नेवारको मात्रै यसमा भूमिका हुनुपर्छ भन्ने छैन। अब चाहिँ नेपाल सम्बन्धलाई राष्ट्रिय सम्बन्धको रूपमा मान्यता राज्यले दिइसकेपछि यो राष्ट्रिय सम्बन्धको रूपमा मनाउन, यसको लागि चाहिँ सबैलाई आह्वान गर्ने, सबैलाई एकै ठाउँमा ल्याउने त्यो कार्य राज्यले गर्नुपर्छ कि पर्दैन, कसरी लिनुपर्छ, राज्यको भूमिका के रहन्छ? राज्यले लिनुपर्छ। राज्य त सबैभन्दा आधिकारिक संस्था भयो नि। राज्यले लियो भने यो काम राम्रोसँग हुन्छ, छिटोसँग हुन्छ। र अनि अर्को दोस्रो हात भनेको नेवारी समुदायको पनि छ। उनीहरूले पनि यो अरू हामी सबैको हो भन्ने भावनाले नेवार समुदायको मात्रै होइन भनेर उनीहरूको मानसिकताले नि काम गर्नु पर्यो। राज्यले पनि हाम्रो हो, राज्यको सम्पत्ति हो यो भनेर सोच्नु पर्यो। अरू समुदायले पनि यहाँ तीन थरीको कुरा आयो क्या, अरू समुदाय, नेवारी समुदाय र राज्य तिनटैको हाम्रो हो यो भन्ने सोचले यसमा अनुसन्धान हुन र यसको चाहिँ अझ आधिकारिक रूप दिनको लागि चाहिँ एकदम ढिला भइसकेको छ। यो नेपाल सम्बन्धको सिलसिलामा चाहिँ त्यो बितिसकेको छ त्यो कुरा। किनभने एकातिर ढल्केर गइसकेपछि, निकै ढल्केपछि उठाएर साझा बनाउन गाह्रो हुन्छ क्या त्यो कुरालाई। फेरि अझै पनि केही बितेको छैन। तिनटै पक्षबाट जागरुक हुनु पर्यो। भन्दाखेरि राज्य पक्ष, नेवार समुदाय पक्ष र अरू समुदाय, बाँकी रहेका अरू समुदाय, बाहुन, छेत्री, राई, लिम्बू, मगर जे जति यहाँ बसोबास गर्छन्, यत्रा जात जाति बसोबास गर्छन्, यो जात जाति बसोबास गरेको सबैको हाम्रो हो। यो नेपालको साझा हो नि। पहल कदमी गर्नु, सबैले आफ्नो दायित्व निर्वाह गर्नु पर्यो र सबैको हो यो। यो नेवार समुदायले पनि स्पष्ट हुनु पर्यो। माया बस्यो ज्यादा त्यस्तो देखिन्छ के, त्यो भिन्दै कुरा हो। तैपनि सबैको चिजमा माया गर्नु त गल्ती त होइन नि त, होइन? अरूले पनि त माया गर्नु पर्यो नि त, मेरो पनि हो भन्ने अरूले पनि सोच्नु पर्यो। सबैको चिजलाई सबैले माया गर्नु पर्यो, एक थरीले मात्रै माया बढी गरेको देखियो क्या यहाँ, त्यस्तो भइरहेछ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनमा जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा अब भने छोटो विश्राम लिनेछौँ। विश्रामपछि फेरि तपाईँलाई भेट्न आउनेछौँ। उपहार होइन, नगद लिनुहोस्, छानी छानी सपिङ गर्नुहोस्। ललितपुर मल लगनखेल, एउटै छानामुनि लार्जेस्ट मोबाइल हब एन्ड एसेसरिज, रेडिमेड एन्ड फ्यान्सी सप, कस्मेटिक एन्ड ब्युटी पार्लर, रेस्टुरेन्ट एन्ड फुड स्टल, कफी एन्ड बेकरी, माई किड्स कलेक्सन, साथै डेन्टल एन्ड ल्याब क्लिनिक। दसैँ तिहार 2074 को उपलक्ष्यमा असोज 3 गतेदेखि कार्तिक 30 गतेसम्म ललितपुर मल लगनखेल जाउँ। दसैँ तिहार उत्सव 2074 नगदै पाउने उत्सव मनाउँ। ललितपुर मल लगनखेल जाउँ, छानी छानी सपिङका साथै नगदै उपहार पाऊँ। पहिलो पुरस्कार रु 50,000, दोस्रो पुरस्कार रु 25,000, तेस्रो पुरस्कार रु 15,000, चौथो पुरस्कार रु 10,000 र पाँचौँ पुरस्कार रु 5,000। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला नेवाला। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजन। इन्डिजिनियस टेलिभिजनमा जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा हामीले नेपाल सम्बन्धको विषयमा अहिले चर्चा गऱ्यौँ, नेपाल सम्बन्धको विषयमा केन्द्रित भएर कुराकानी गऱ्यौँ, शङ्खदर साखवाको विषयमा।
राष्ट्रिय विभूति शङ्खदर सभा नेपालको राष्ट्रिय सम्पद नेपाल सम्पदको विषयमा संस्कृतविद निर्मला पोखरेलसँग कुराकानी गरिरहेका छौँ। फेरि उहाँसँग कुराकानीतर्फ लागौँ। निर्मलाजी, यो नेपाल सम्पदको विषयमा अहिले हामी चर्चा गरिरहेका छौँ। नेपाल सम्पद भन्दाखेरि एउटा संस्कृतिसँग पनि जोडिएर आउँछ। तपाईँ संस्कृतविद पनि हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयमा संस्कृत विभागमा पनि हुनुहुन्छ। संस्कृतिको आँखाबाट हेर्दाखेरि यो नेपाल सम्पदलाई कसरी हेर्न सकिन्छ? यो नेपालको अघि मैले भने जस्तै आफ्नो कुरा हो। यो यस्तो अरू संसारमा यो नेपाल सम्पद भनेको एउटा युनिक किसिमको छ। राजाको नाम पनि छैन यसमा, कुनै देवी देवतासँग गाँसेको पनि छैन यो, र एउटा राष्ट्रको प्रेमको प्रतीकको रूपमा जान्छ। यो सबैको नेपालीको भयो नि त, यो नेपाली सम्पद भयो नि। त्यसैले यो सबै नेपालमा बस्ने सबै भाषाभाषी सबै जातिले प्रेम गर्नुपर्ने सबैको साझा सम्पत्ति हो। यो सम्पत्तिलाई सबै मिलेर सुरक्षा गर्नु पर्यो। यो सम्पत्तिको सबै मिलेर आधिकारिकता खोज्नतिर लाग्नु पर्यो। र यसरी चाहिँ संस्कृतिको आँखाले हेर्दाखेरि यो साझा सम्पत्ति, साझा संस्कृति, आफ्नो मौलिकपन बोकेको र सबैले माया गर्नुपर्ने जिनिसलाई सबैले माया गर्न सकेको छैन अहिले। यो नेपाल सम्पदको प्रयोगको कुरा गर्दाखेरि यो चन्द्रमास अनुसार चाहिँ चलिरहेको अवस्था छ। अब संसारभरि एउटा चन्द्रमास अनुसार चाहिँ दिन गणना गर्ने, अर्को सौर्यमास अनुसार गर्ने भन्दाखेरि यो नेपाल सम्पदको प्रयोगको सवालमा पनि यो सौर्यमास अनुसार नभएको कारणले प्रयोग गर्न अप्ठ्यारो छ, गाह्रो हुन्छ, यो प्रयोग गर्न सकिन्न भन्नेहरू पनि छन्। तपाईँलाई कस्तो लाग्छ यो चन्द्रमास र सौर्यमास नेपाल सम्पदसँग जोडिएर हेर्दाखेरि? यसमा चाहिँ अलिकति ज्योतिषशास्त्रलाई पनि बुझ्नु जरुरी छ। कस्तो हुन्छ भनेदेखि यो चन्द्रमास सौर्यमासको दुईटा जुन आधार छ त्यसलाई मिसाएर विक्रम सम्वत चाहिँ गरेर त्यो अनुसार गरेछ। किनभने हाम्रो धर्म र संस्कृति अनुसार तिथि मिति, औँसी पूर्णे, कृष्ण पक्ष, शुक्ल पक्ष, यी सबै प्रतिपदा, द्वितीया, यी चिजहरूको आवश्यक पर्छ। र यति वैज्ञानिक छ हाम्रो संस्कृति। विज्ञानको सुरुवात हुनुभन्दा अगाडि नै मान्छेले थाहा पाइसकेका थिए नि, ज्योतिषहरूले थाहा पाइसकेका थिए नि, चन्द्रग्रहण यति बेला लाग्छ, सूर्यग्रहण यति बेला लाग्छ। यो त विज्ञानको सुरुवात भएपछि मात्रै पत्ता लागेको त कुरा होइन। हाम्रो चाहिँ संस्कृतिले जुन चाहिँ हजारौँ वर्षको साधनापछि निकालेको यो ज्योतिषशास्त्र हो, यसमा आधारित छ नि त। जुन चाहिँ लुनार क्यालेन्डर पद्धति हो, चन्द्रमास अनुसारको जुन यो क्यालेन्डर पद्धति हो, त्यसमा खास बेस भएर बनेको भयो नेपाल सम्वत चाहिँ। अब यो इस्वी सम्वत यतातिर एडी जुन छ, यो चाहिँ अब सौर्यमासलाई चाहिँ सौर्यमण्डललाई आधार लिएर, सूर्यको गतिलाई आधार लिएर बनाएको भयो। यो दुइटैलाई मिसाएर विक्रम सम्वत बनाएको भयो। अब यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ अब अफिसको काममा यता यस्तो कुरामा चाहिँ अब सौर्यमासलाई आधार मान्दा यो डेट मात्रै सम्झिँदा भयो नि, 1 गते, 2 गते, 1 तारिक, 2 तारिक सम्झिँदा भयो। अब यता तिथि त त्यसरी सम्झेर हुँदैन। तिथिलाई त फेरि ठ्याक्क निकाल्नको लागि यता फेरि चाहिँ लुनार क्यालेन्डर अनुसार हेर्नै पर्छ। त्यस कारणले गर्दा हाम्रो नेपालको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि चाहिँ ज्यादा प्रयोग हाम्रो लुनार अन्तर्गतकै भइरहेछ। हुन त हामीले दुइटैको मिक्स हो यो विक्रम सम्वत चाहिँ फेरि, तर पनि यसलाई व्यवहारमा ल्याउनै नसकिने जस्तो चाहिँ मैले चाहिँ देखेको छैन। तर एकैचोटि यसलाई हत्त काटेर नयाँ ल्याउन चाहिँ सकिँदैन। नेपाल सम्वतलाई नै लागू गर्ने अथवा लुनारलाई नै प्रयोग गर्न सकिने जस्तो अवस्था पनि छैन। किनभने नेपालकै कन्टेक्स्टमा हेर्ने हो भने, संसारभरिको हेर्ने हो भने पनि धेरै जसो ठाउँमा के छ भने एकैचोटि 4वटा सम्वतहरू चलेका छन्। मध्यकालमा चलेका थिए त्यस्तो 4वटासम्म सम्वत चलेको छ। त्यसैले जुनलाई हामीले चाहिँ प्राथमिकता दिने हो, जुनलाई हामीले अब भविष्यमा लागू गर्न खोज्दैछौँ, त्यसलाई चाहिँ निकै दशकदेखि प्रयोगमा ल्याउँदै जानुपर्छ। अरूलाई बिस्तारी कम प्राथमिकता दिएर प्रयोग गर्न खोजिएकोलाई अलिक बढी प्रयोग गर्दै ल्याउनुपर्छ। त्यसो गर्दाखेरि लुनार क्यालेन्डर अनुसारको प्रयोगै गर्न नसकिने खालको नेपाल सम्वत छैन नेपालको कन्टेक्स्टमा चाहिँ। किनभने यो हामीलाई तिथि मिति, शुक्ल पक्ष, कृष्ण पक्ष, प्रतिपदा, द्वितीया, ग्रह, दशा, यी सबै कुराहरू हामीले मिलाएर हेर्नुपर्ने हुँदा त्यो चाहिँ सोलर क्यालेन्डर अन्तर्गत मिलाउन सकिँदैन। त्यो चाहिँ यतातिर लुनारमै जानुपर्छ त्यो गर्नको लागि चाहिँ। चन्द्रमाको गतिमै आधारित छ के यो कुराहरू चाहिँ। त्यस कारणले गर्दा यो प्रयोग गर्न नसकिने नेपाल सम्वतको अवस्था छैन। प्रयोग चाहिँ बिस्तारै गर्दै जानुपर्छ, दशकौँ लाग्नै पर्छ। नत्र भने जस्तो एकैचोटि त्यो कुरालाई लागू गर्न खोज्दाखेरि त्यो एकदम धक्का लाग्छ के, युज टु नै हुँदैन मान्छे।
त्यति एउटा मान्छेको आयु 70-80 वर्षको छ होइन, त्यो समयसम्म उसले जेमा युज टु भएको छ नि, त्यो युज टु भएको चिज स्वभावैले आउँछ क्या। त्यसैले सम्बत पनि यो कुरामा मानव जीवनमा त ढाल्नु पर्यो नि, मानव जीवनको सजिलोको लागि, आफ्नो मौलिकपन पनि होस् भन्नको लागि न यी सारा सम्बतहरू प्रयोग गर्नुको कारण त यिनको प्रयोजन त सजिलोको लागि हो नि त। सबै कुरालाई सजिलो होस् भनेर गरिएकोमा अप्ठ्यारो त पार्नु भएन नि। त्यसैले यसलाई दशकौँ लाग्छ प्रयोग गर्नको लागि, तर गर्नै नसकिने खालको चाहिँ यो छैन। अहिलेको अवस्थामा यो नेपाल सम्बतसँग यो तिथिमितिसँग जोडिएर आउने नेवार समुदायले मनाउने एउटा संस्कृति भनेको महफुजा, जुन महफुजालाई नेवार समुदायले अत्यन्तै गौरव संस्कृतिको रूपमा लिन्छन्। मानिसलाई पूजा, आत्मालाई पूजा, बुद्धिलाई पूजा, शरीरलाई पूजा, जुन ढङ्गबाट व्याख्या गर्छन्। तपाईँ संस्कृतिविदको आँखाबाट हेर्दाखेरि यो महफुजालाई कसरी हेर्नुभएको छ चाहिँ, के देख्नुभएको छ? यो महफुजा अत्यन्त सम्मानित पूजाहरूमध्येमा एउटा हो। संस्कृतिले कस्तो भन्छ भने पूजाको माने के हो भने त्यो गरिसकेपछि त्यो धूपबाती फुलपाती चाहिँ एउटा आत्मसन्तुष्टि हो, एउटा विधि मात्रै हो। त्यो चाहिँ पूजा गर भनेको त्यो चिजलाई सम्मान गर भनेको। पूजाको मतलब सम्मान हो। यहाँ सम्मान, आफूलाई सम्मान गर, पहिला आफूलाई सम्मान गर। यो मानेमा भनेको हो कि आफूभित्र नै यो चराचर जगत सृष्टि सबै कुरा 33 कोटी देवता ब्रह्मा विष्णु महेश्वरदेखि लिएर 60 रिपु पनि यहीँभित्र बस्छन्, यो मनभित्र बस्छन्। त्यो 60 रिपुमा के पर्छ भने काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य। रिपु भनेको शत्रु। 6वटा शत्रु पनि हामीभित्रै छन्, जसले हामीलाई जुनसुकै बेला हाबी भएर डस्न सक्छ। र यही भित्र ब्रह्मादि देवी देवताहरू 33 कोटी देवदेवताहरू यही भित्र छन्। यो सबैलाई ब्यालेन्स त्यति बेला राख्न सकिन्छ जति बेला आफू आध्यात्मिक रूपमा, शारीरिक रूपमा र मानसिक रूपमा तन्दुरुस्त छ। त्यो बेलामा मात्रै यो सबै चिजलाई सही ठाउँमा सही किसिमले प्रयोग गर्न सक्ने एक किसिमको ऊर्जा मिल्छ के यो मनभित्र। त्यो ऊर्जा उत्पादन गर्नको लागि, त्यो ऊर्जा सबैमा हुन्छ, त्यो ऊर्जालाई जागरण गर्नको लागि आफूले आफूलाई पूज। त्यहाँभित्र भएका जति पनि आफूसँग भएका ऊर्जा छन् त्यो ऊर्जालाई सकारात्मक रूपमा चाहिँ फैल्याऊ। त्यो आफ्नो घरमा फैल्याऊ, त्यो समाजमा फैल्याऊ, त्यो राष्ट्रमा फैल्याऊ भनेको त्यो म पूजा। हेर्दाखेरि आफूले आफूलाई पूजा गर भनेको छ नि, त्यसलाई सगुन देऊ भनेको छ त्यहाँ। म पूजा गर्दाखेरि सगुन दिने कुरा पनि आउँछ। सगुन भनेको कस्तो भनेदेखि त्यसमा भएका सद्गुणहरू जति सबैलाई प्रयोग गर भनेको। एउटा कुनै पनि वस्तुमा पोजिटिभ र नेगेटिभ त हुन्छ नि। यो मानव शरीर पनि एउटा पृथ्वीकै प्रतीक हो क्या। सबै चिज छ क्या यो भित्र। त्यो भएको सबै राम्रो चिजलाई तिमी जागरण गर म पूजाको नाममा। अनि नराम्रो चिजलाई त्यसलाई चाहिँ शिथिल बनाएर राख। छन् त छ, हटाउनु सकिँदैन, हटाउनु पनि हुँदैन। त्यो चिजको समयअनुसार आवश्यक पर्छ। तपाईँलाई एउटा सजिलो उदाहरण दिन्छु। काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य शत्रुहरू हुन् भने नि मैले। तर काम वासना भएन भनेदेखि चराचर जगतको सृष्टि त ठ्याप्प रोकिन्छ त। ल, काम क्रियामा नलागिकन 50 वर्ष मानव जीवन बसोस् त यो मानव जीवनको अस्तित्व नै धरापमा जान्छ। अब भनेपछि सबभन्दा ठुलो शत्रु कामलाई नै मानेको छ के यो 60 रिपुमा पनि। त्यो चिजलाई पनि आफ्नो ठाउँ अनुसारको प्रयोग गर्ने चाहिँ एउटा चाहिँ मानसिक, शारीरिक, आध्यात्मिक रूपमा तन्दुरुस्त पूजा गर भनेको सम्मान हो नि त। त्यसको जागरण गर भनेको नि त। व्यक्तिले त्यो सबै चिजलाई ठिक ठाउँमा प्रयोजनमा ल्याउन सक्छ, जसले गर्दाखेरि उसको सकारात्मक ऊर्जा यति फैलिन्छ कि त्यो विश्वव्यापीकरण हुन्छ। यस्तो सन्देश दिन खोजेको म पूजाले। यो अरू खालि त्यो शङ्खघण्ट, धूपबाती, फुलपाती खाऊ गर मात्रै भन्ने कुराको सन्देश होइन। यो चाहिँ साह्रो गहिरो छ क्या यसको कुरा। प्रत्येक मान्छेले यो गर्नुपर्छ। ध्यान भनेको नि आखिर त्यही नै हो। आफूभित्रै सबै छ, चिज छ, त्यसमध्ये भएको त्यो राम्रो चिजलाई म पूजाको मार्फतद्वारा मबाटै ममै चाहिँ त्यो चाहिँ सकारात्मक ऊर्जालाई निकाल ताकि त्यो विश्वव्यापी होस्। त्यस्तो ठुलो सन्देश बोकेको छ म पूजाले। अरूले पनि गर्नुपर्छ। प्रत्येक दिन त्यो एउटा चाडबाड मनाएर त्यो दिनै, यो तिहारको दिनै हाल्नुको पछाडि चाहिँ के भने नबिर्सियोस् मान्छेले भनेर हो। जुन कुरा चाडबाडको रूपमा हालिन्छ नि, जुन कुरा जुन चिजलाई पूजाआजा गरिन्छ नि, त्यो चिज मान्छेले बिर्सिँदै गयो भने छोडिन्छ के। आफ्नो व्यवस्था गर्न थाल्छ मान्छेले बिस्तारै।
आफूप्रतिको व्यवस्था भयो भने त त्यो मान्छे आध्यात्मिक मानसिक शारीरिक रूपमा तन्दुरुस्त हुन सक्दैन के आफूमा भएको सकारात्मक ऊर्जालाई निकाल्नै सक्दैन निकाल भनेको के त्यो दिन मौका पारेर हेर्नु न कस्तो साइन्टिफिक छ पहिला यो चाहिँ मान्छे जङ्गली युगमा हुँदा चरालाई पूजा गरेर सन्देश ल्याउने दिने त्यसपछि यसो सिकारी जीवनमा आएपछि अनि कुकुरलाई पूजा गर त्यसपछि आउँदै गएपछि अब मान्छेले चाहिँ वस्तुभाव पालन गरेर बस्न थाले गाईलाई पूजा गर अब खेतीपातीको युग सुरु भयो गोरुलाई पूजा गर अनि त्यो गोरुलाई पूजा गर्ने दिन उपत्यकामा अहिले तपाईँले म पूजा भन्दा नेवारी समुदाय छ नि गोरुलाई पूजा गर्ने चाहिँ पाशुपात क्षेत्र हो नि त यो काठमाडौँ उपत्यका त पाशुपात क्षेत्र हो नेवार जाति त यो काठमाडौँ उपत्यकामा बसेका छन् र उनीहरूले अरू क्षेत्रको मान्छेहरूले यही दिन म पूजाको दिन गोवर्धन पूजा गोरुको पूजा गर्छन् खेतीपाती एउटा कृषिमा आधारित देश हो नि त यो त हाम्रो अर्थतन्त्र त कृषिमा आधारित छ त्यसकारणले गर्दा अरू क्षेत्रको मान्छेले गोरुको पूजा गरे गोवर्धन पर्वतको पूजा गरे जहाँबाट चाहिँ हामी त कृषिमा आधारित हौँ अब यो काठमाडौँ उपत्यका चाहिँ पाशुपात क्षेत्र हो यहाँ हलो जोत्न गोरु जोत्न मनाइ छ यहाँनिर त्यसकारणले गर्दाखेरि अब त्यो अवसरमा यहाँ काठमाडौँ उपत्यकाको ओरिजिनल जाति त नेवार जाति हो नि यो त कसैले होइन भन्न सक्दैन नि अब त्यसकारणले गर्दाखेरि उनीहरूले चाहिँ यो दिनमा त्यो गोरु पूजा गर्नुको खास जरुरी भयो नि यहाँ हलो पनि जोतिँदैन यहाँ त बरु भगवानको रूपमा साँडे छोडिन्छ गोरुलाई त होइन अनि त्यसकारणले गर्दाखेरि उनीहरूले अब त्यो दिन उनीहरूले एउटा त्योभन्दा पनि अझ गोरु पूजा भन्दा पनि ठुलो गोवर्धन पूजा भन्दा पनि ठुलो म पूजा झन् राम्रो प्रयोजनमा प्रयोग गरे त्यो चाहिँ त्यस्तो किसिमको संस्कृतिको आँखाले चाहिँ हामी त्यसरी हेर्ने गरेको छौँ किनभने यो काठमाडौँ उपत्यकाको नेवारहरूको हो म पूजा भनेको यो बाहिरको अरू जातिले गर्दैन यो फेरि यस्तो छ के पाशुपात क्षेत्रमा त्यो लागू भएन अरू गोरु पूजा लागू भएन गोवर्धन पर्वतलाई भन्दा पनि मान्यता आफैलाई त्यो त ठुलो हो नि केहीसँग तुलना छैन नि त्यो त आफ्नो यो भित्र त चराचर जगत छ देवी देवता सबै छन् यो त्यसका चाहिँ सकारात्मक चिजहरूलाई चाहिँ प्रयोग गर्न सक्यो भने त यस विश्व कति सुन्दर हुन्छ भन्नु त एउटा सकारात्मक सोच बोकेको तन्दुरुस्त मानवले आफूलाई पूजा गर्नु भनेको त्यो हो नि त मानवले त्यो घर समाज परिवार र राष्ट्रलाई नै सकारात्मक ऊर्जा दिन्छ एउटा व्यक्तिले सबैले आफूलाई त्यस्तो सम्मान गर्यो भने यो संसार कस्तो होला भन्नु त यो कुनै क्रिस्चियनले जान्दछ यो कुरा यो संसारको अरूले जान्दछन् यो कुरा यस्तो कुराहरू एक हाम्रो जातिहरूको आफ्नो आफ्नो छ के यो नेवार जातिको यो दुर्लभ हो क्या यो कुरा अरूले सिक्नुपर्छ यो भन्दाखेरि यो संस्कृति यो भपूजाको विषयमा यसले दिनु खोजेको सन्देश यसले पारेको प्रभाव लगायतको विषयमा चाहिँ अवश्य अरूले पनि सिक्नुपर्छ गर्नुपर्छ र ग्रहण गर्नुपर्छ यो भन्ने तपाईँको भनाइ मेरो विचार हो क्या यो ग्रहण गर्नुपर्छ यो राम्रो कुरा सबैले ग्रहण गर्नुपर्छ त्यो चाहे मगरले सुरुवात गरेको होस् त्यो चाहे शेर्पाले सुरुवात गरेको होस् त्यो जोसुकैले सुरुवात गरेको होस् राम्रो चिजको त साटासाट हुनु पर्यो नि अनि पो त त्यो उन्नत हुन्छ त देश होइन निर्मलाजी तपाईँले समय दिनुभयो र न्युज टेलिभिजनमा यति धेरै आफ्ना विचारहरू राख्नुभयो संस्कृतिको विषयमा नेपाल सम्बन्धको विषयमा सङ्घर्ष शाखाको विषयमा तपाईँलाई धेरै धेरै धन्यवाद फेरि नमस्कार धन्यवाद यहाँहरूलाई पनि मलाई मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद उपहार होइन नगद लिनुहोस् छानी छानी सपिङ गर्नुहोस् ललितपुर मल लगनखेल एउटै छानामुनि लार्जेस्ट मोबाइल हब एन्ड एसेसरिज रेडिमेड एन्ड फ्यान्सी सप कस्मेटिक एन्ड ब्युटी पार्लर रेस्टुरेन्ट एन्ड फुड स्टल कफी एन्ड बेकरी माई किड्स कलेक्सन साथै डेन्टल एन्ड ल्याब क्लिनिक दसैँ तिहार 2074 को उपलक्ष्यमा असोज 3 गतेदेखि कार्तिक 30 गतेसम्म ललितपुर मल लगनखेल जाउँ दसैँ तिहार उत्सव 2074 नगदै पाउने उत्सव मनाउँ ललितपुर मल लगनखेल जाउँ छानी छानी सपिङका साथै नगदै उपहार पाऊँ पहिलो पुरस्कार रु 50,000 दोस्रो पुरस्कार रु 25,000 तेस्रो पुरस्कार रु 15,000 चौथो पुरस्कार रु 10,000 र पाँचौं पुरस्कार रु 5,000 तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा खया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले
सुथसिया न्याता त्या ताईले हिनेसिया झिन्निता ताईले स्वेगो लोमङ्का दिमटे नेवालय